हाई एभ्रिवान आज पनि हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। म चाहिँ अब डेली मिनी भ्लग हाल्ने कोसिस गर्छु। मेरो दिनको सुरुवात यसरी हुन्छ। अब फोर्थ रुम ट्रान्जिसन गरेर मैले यसरी सफा गरेँ ल। अलिअलि मिलाएँ अनि मम्मी चाहिँ आज मानु पुऱ्याउन नेपालगञ्ज जान गएको थियो, त्यही भएर मम्मी जानुभयो। अनि त्यो मम्मीहरू पनि आउनुभयो लिपस्टिक लिनलाई, लिपस्टिक लगाएर जानुभयो राम्री भएर। म चाहिँ नुहाइधुवाइ गरेर पार्लर आएँ। अनि मैले यिनलाई चाहिँ प्र्याङ्क गरेको थिएँ कि मेरो बोयफ्रेन्डसँग किन बोलेको भनेर, बिचारीको साथ त गएछ मेरो खुट्टा कामिरहेको थियो भन्दै थियो। हामी चाहिँ यता हाँसिरहेको थियौँ, बिचरा तर्सिन्छन् कि हामी फेरि हामीलाई मजा आइरहेको थियो। त्यसपछि मम्मी नेपालगञ्ज जानुभएको थियो, त्यही भएर हामी खाना बनाएनौँ। हामी चाहिँ फुपूको घर गयौँ खाना खान। अनि मेरो आजको काम भनेको मेरो ल्यासेस हाल्ने थियो। एन्ड दिस इज द फाइनल रिजल्ट। कति राम्रो देख्यो त्यो आँखा। त्यसपछि मेरो दिदी आई, दिदी बिनाजु छोरी आई मेरो, हाई गर्दैछ मेरो छोरीले बिनाजु पनि। त्यसपछि अनि स्लाइम लगी, केही न केही त लग्छ एउटा मेरो छोरीले पार्लर आएपछि। अनि त्यसपछि मैले त्यसलाई त्यो लिप बाम लगाइदिएँ। अझ आन्टी छोरीको माया सेसन भइरहेको छ यहाँ। मेरो दिदी चाहिँ थ्रेडिङमा चाहिँ दुखाइ रोइ भयो पनि गरिरहेको छु कि। त्यसपछि मलाई छोरीले पैसा दिँदैछ स्लाइमको लाउनु भन्दै। त्यसपछि हामी खाजा खान गयौँ, दिदीको पैसाले खाजा खान मजा आउँछ, त्यही भएर गयौँ हामी। यहाँ बाउ छोरीको फोटो सेसन चलिरहेछ, आमा त्याची। त्यसपछि हामी चारजना, मैले हाई भन्न भने हामी हाई भने सबैले। मेरो ह्यान्डसम बेनाजु पनि हुनुहुन्छ है त्यहाँ साइडमा। अब मेरो ह्यान्डसम बेनाजु पोस्ट दिइराख्नु भएको छ त्यहाँ फोटोको लागि। त्यसपछि मैले बुढाबुढीको फोटो खिचिदिन लागि छोरी फेरि हाँस्दैछ, दुईजना मम्मी ड्याडीलाई हेरेर हाँस्दै छ आफ्नो। त्यसपछि हाम्रो खाजा आयो, हामीले खायौँ सबै मिलेर। अनि छोरीलाई सोध्दैछु कस्तो छ भने मिठो छ भनिरहेको छु छोरीले त। खाँदै छु ललिपप लुचिरहेको छु। आमा पनि त्यस्तै। अनि चाहिँ आफ्नो ड्युटी गएँ, नानीलाई ढिलो भएको थियो त्यही भएर छिटो छिटो गएँ। अनि म चाहिँ खाना बनाउन गएँ। भात बसालेँ, पिनालु र सिन्की खाने भनेर गएको, पिनालु नै कुहिएछ। अब केही न केही मम्मी पनि नेपालगञ्जबाट आउनुभयो। त्यसपछि त्यो चाहिँ मम्मीको कान्छी छोरी एकदम माया गर्छ मम्मीलाई। अनि समाउन भनेको थियो, हेर्नु न कस्तो उफ्रेको। त्यसपछि यसै गरेर मेरो दिन सक्यो आजको। Thank you for watching. See you in the next video. Bye.